आजभन्दा ठिक 52 वर्ष अघि पहिलो मोबाइल फोन कल प्रयोग भएको कुरा तपाईलाई थाहा छ? हो, आजभन्दा ठिक 52 वर्ष अघि सन् 1973 को अप्रिल 3 मा मोटोरोलाका इन्जिनियर मार्टिन कुपरले पहिलोपटक आफ्नै हातमा अटाउने मोबाइल फोनबाट कल गरेका थिए। त्यो दिन कुपरले आफ्नो गोजीबाट एउटा ठूलो डिभाइस निकाले, नम्बर डायल गरे अनि कानमा लगेर बोले, हेलो। त्यो क्षण त्यहाँ भएका सबै मानिस अचम्ममा परे। 1 शताब्दीसम्म फोनको तारमा बाँधिएर बसेका मानिसहरू कुपरको आविष्कारले दङ्ग परेका थिए। मोटोरोलाको पहिलो मोबाइल फोनका विशेषता पनि सुनिहालौँ है त। यो फोनबाट फोन कल मात्र गर्न सकिन्थ्यो। 10 घण्टा चार्ज टिक्थ्यो। एक पटकमा 30 मिनेट मात्र कुरा गर्न मिल्थ्यो। मूल्य $11,700 थियो। क्यामेरा र एसएमएस सुविधा थिएन। कुपरले पहिलो मोबाइल कल गरेको 11 वर्षपछि मात्र सन् 1984 मा पहिलो व्यावसायिक मोबाइल फोन बजारमा आउन सफल भयो। अहिले त हात-हातमै मोबाइल छन्। एक सर्वसाधारणले दैनिक औसतमा 8 देखि 10 पटक फोन कल गर्छन्। अनि तपाईँ चाहिँ दिनमा कति पटक फोन कल गर्नुहुन्छ त?